यति बेला चाहिँ लाइनमा छु यता हेर्दै। हेलो साथीहरू, हामी यति बेला चाहिँ सुर्खेतको यो भाइरल घन्टा घर नजिक। हेलो साथीहरू, हामी चाहिँ यति बेला मेरो गुरुजी साथी यति बेला हामीसँग चाहिँ देउती बजेको पुजारी कमलजी हुनुहुन्छ सँगै छ। हेलो नमस्ते, वेलकम टु ब्याक न्यू भ्लगमा तपाईँहरूलाई स्वागत छ। र आजको यात्रा हाम्रो चाहिँ सुर्खेततर्फ जाँदैछौँ हामी। र धेरै पछि हामी दुई भाइ आज भेट भयो भन्दा पनि विशेष कामले गर्दा भाइ सिमतादेखि चिन्चो आएको थियो। र आज हामी चाहिँ देउती बजे मन्दिरमा यसो दर्शन गर्न आएको कारणले यसो भिडियो एउटा बनाऊँ भनेर हामी सुर्खेततिर जाँदैछौँ। साथीहरू हामीलाई माया गरिदिनु होला, अन्तिमसम्म हेरिदिनु होला। आज हामी चाहिँ दुई भाइको भ्लग आउँदैछ है गाइस। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला। यदि जोडिनु भएको छैन भने जोडिनु होला। हामी चाहिँ यति बेला देउती बजे मन्दिर छिन्चुमा छु, हाम्रो घर नजिकै हो है साथी हो। तपाईँहरू आउनु भएको छ कि नै यसो देउती बजेतिर आउनु होला भन्न चाहन्छु गाइस। त्यही नै छ। अनि मेरो भाइको केही शब्द छ कि छैन ठिक छ है। हामी धेरै पछि दुई भाइ चाहिँ भेटु। भाइ हो चाहिँ म दाइ हो, उनीहरूको हाइट कम छ मेरो। गाइस तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट सेयर, भिडियोमा जोडिनु भएको छैन भने जोडिनु होला। च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला। कतिजना साथीहरूले चिन्नु भएको छ। मन्दिर दर्शन दिन त धेरैजना आउनुहुन्छ होइन कमल? सबै कमल के छ, मेरो भिडियोलाई माया गरिदिनु होला। यसो दुई शब्द राखिदियो मेरो लागि पनि एक दुई शब्द होइन लाइक आओस्। ठिक छ। हामी चाहिँ यति बेला कमलसँग छु र देउती बजेको विशेष मान्छे, फेरि एकदम विशेष मान्छे। र यति बेला हामी चाहिँ सुर्खेत जाने क्रममा यसो भेटेर जाउँ, मन्दिरलाई दर्शन गरेर जाउँ भन्ने क्रममा साथी कमलसँग भेट भयो, खुसी लाग्यो। अब हामी चाहिँ सुर्खेततर्फ जाँदैछौँ। ओके होइन कमल? ओके छ ल। हामी अब लगभग यो जिल्ला प्रशासनको नजिक आइसक्यौँ। र हामी आज दुई भाइ चाहिँ अब के गर्ने, देशमा रोजगारी छैन, विदेशको लागि चाहिँ रातो पासपोर्ट लिनुपर्छ भन्ने तरिकाले यसो पासपोर्टको लागि अप्लाई हानिदिँदैछु गाइज होइन। देशको अवस्था र परिस्थिति देख्नु भएको छ साथीहरू। त्यो बारेमा धेरै नबोलाउँ, फेरि कसैले मलाई फेरि मतलब होइन त्यो बारेमा नबोलाउँ। एउटा त्यही काम विशेष कामले हामी प्रशासनतिर छिर्दैछु साथीहरू। हाम्रो भिडियोमा चाहिँ जोडिनु होला भन्न चाहन्छु। अनि त्यति बेला हामी चाहिँ अब यहाँ नजिक जाँदैछु। आज चाहिँ के हुन्छ पुरा भिडियोमा हेर्नु गाइस। अरू के छ र त्यही नै छ है त। यसो दुई भाइ प्रशासनतिर जाँदै थियौँ, यहाँदेखि हिँड्दै यसो भ्लग बनाऊ भनेर साथीहरू भ्लग बनाएको छु। देख्न सक्नुहुन्छ यहाँ चाहिँ कति धेरै पब्लिकहरू छ होइन साथीहरू। हेर्न सक्नुहुन्छ मान्छेहरू चाहिँ यहीँ रमाइलो गर्नको लागि। अहिले चाहिँ जे ठिकै छ, राम्रै भएको छ यहाँ काम गरेर। पहिला देख्न सक्नुहुन्छ कस्तो थियो यहाँ, अहिले चाहिँ एकदम व्यवस्थित बनाएको छ। यसो हामी दुई भाइ प्रशासनतिर जाने काम थियो, त्यही कारणले यसो विशेष यहाँबाट घुसिहालाउने यसो यहाँको टिकटकको भिडियो धेरै देखिन्छ, त्यही भएर यसो हामी यो देख्न सक्नुहुन्छ यहाँको सुर्खेतको घन्टाघर त्यहाँ बजार छ है। त्यति बेला हामी चाहिँ सुर्खेतको घन्टाघर नजिक छु गाइस। हेर्न सक्नुहुन्छ एकदम व्यवस्थित छ, ठिक छ। अहिले चाहिँ एकदम व्यवस्थित छ है। यसो बेलुकातिर आउनलाई बस्नलाई पनि छ यहाँ कुर्सीहरू। पुरा धेरै फोटो हान्न दुई भाइ। त्यति बेला चाहिँ हामी दुई भाइ टक्क घन्टाघर नजिक गाइस देख्न सक्नुहुन्छ। यत्रो गर्मीमा पनि यहाँ कति धेरै मान्छेहरू छ यार। अहिले दिउँसो नि यस्तो छ, बेलुकातिर पनि कति धेरै हुन्छ होला साथीहरू। तपाईँहरू आउनु भएको छ कि नै यसो आउनु होला। यदि आउनु भएको छैन हामीलाई कमेन्ट गरेर पनि चाहिँ सम्झिदिनु होला गाइस। ती भाइहरू यहाँ चाहिँ टक्क क्यामेरा लिएर एकदम क्यामेरा पनि यस भइरहेछ सुर्खेतको घन्टाघर नजिक हेर्न सक्नुहुन्छ भित्रहरू। हामी चाहिँ माथितिर प्रशासनतिर जान्छौँ आफ्नो काम गरेर फर्किन्छौँ एकछिनपछि। तपाईँहरूलाई देखाउँछु गाइस, हेर्नु होला। यसको लागि चाहिँ यहाँ लाइनमा छ, यो परिचय पत्रको लागि देख्न सक्नुहुन्छ कति धेरै लाइनमा चाहिँ होइन। हाम्रो लाइनमा छु साथीहरू। परिचय पत्र चाहिन्छ तपाईँहरूलाई, देश विदेश जुनसुकै ठाउँ जाँदा पनि परिचय पत्र लिनु होला है। फेरि तपाईँ छुट्नु होला र फेरि लास्टमा धोका पाएन। हेलो साथीहरू, हामी चाहिँ सुर्खेतमा छु र अहिले चाहिँ पानी पर्दैछ, त्यही भएर अब चाहिँ हामी
काम चाहिँ असफल होला जस्तो छ, त्यही भएर अब केही छिनमा घर फर्किन्छौँ। हल्का अब भोक लागेको अवस्था, हामी चाहिँ बिहिबार यसो नास्ता खाँदैछौँ। यसो नास्ता खानु पऱ्यो, काम त्यस्तै हो, आधाउधी भन्नुपर्छ गाइस। हामी यसो चिकन राइस रमाउनु जस्तो छ, अब के रमाइन्छ हेर्नुहोस्। हामी फाइनल्ली नास्ता खाएर अब चाहिँ फर्किँदैछु र बस बाटोतिर जाँदैछु। साथीहरू नास्ता हानेर अब हामी चाहिँ घरतिर फर्किँदैछु गाइस। यतिकै घर फर्किँदैछु, नास्ता पनि खाइयो। अब चाहिँ हामी घर लाग्छौँ। हेर्दा केटा हामी चाहिँ अब उता इभीको ड्राइभर है। फेरि म चाहिँ लाइसेन्स भएको गाडी नपाएको मान्छे हो, पिछोटिएको चाहिँ गाडी चलाउने मान्छे हो। हामी चाहिँ चोकमा छु है, चोकमा।